उहिलेको न्यायमा चाहिँ अहिले पो यस्तो चर्च छ, यहाँ धेरै बस्छ है। अनि उहिले चाहिँ के थियो, गुन्द्री चेपेर आउँथ्यो अरे मण्डलीहरू, अन्त आफ्नो आफ्नो गुन्द्री ओछ्याए बस्यो त्यसै भुइँमा, केही छैन, त्यस्तो सेवा गर्थ्यो अरे। अनि एउटा पास्टर चाहिँ अब उसले 2 घन्टाको चाहिँ अध्ययन लिएर आएको थियो अरे कि म 2 घन्टा चाहिँ भन्छु भनेर। अनि उसले वचन भनेकै छ, यस्ता र उति गर्दै भनेकै छ। अनि त्यस्तो गर्दा जब 10, 11, 12 बजेपछि चाहिँ अनि मण्डलीहरू एउटा निस्कन थालेछ अरे। अब जान्छु भन्नु त भएन, अनि एउटा निक्लिँदै जाँदो रहेछ अरे। अनि पास्टर चाहिँ यताउति गर्दै भनिरहेको छ, भरे ऊ एकदम आँखा पनि बन्द गरेर चाहिँ भन्दो रहेछ अरे। अन्त उठेर हेरेको त कोही पनि छैन अरे, आँखा खोल्दा त एउटा बुढी आमा मात्रै बसिरहेको रहेछ त्यहाँ। अन्त त्यो बुढी आमाले भनेछ अरे, आमै तिमी चाहिँ किन बसेको भनेछ। पास्टरले सोधे, अब आमै तिमी चाहिँ किन बसेको भने, अब मेरो गुन्द्री कुल्चिरहेछ, यो गुन्द्री पर्खेको भने। उसले वचन सुनेको छ होइन, अब गुन्द्री छोडेर जानु भएन, गुन्द्री त लानै पर्यो। अनि किनभने हामी बस्तीमा बसेको मान्छेले चाहिँ धेरै बुझ्नुपर्छ। अब 12 नागेर गएपछि गाई बस्तु थलोमै हुन्छ, बाख्राहरू थलोमै हुन्छ, अनि त्यो त अब बुझ्नु पऱ्यो, अन्त जानु पऱ्यो नि। त्यस कारणले गर्दाखेरि धेरै लम्बाएर भन्नु चाहिँ राम्रो हुँदैन कि। ल हुन्छ, म यो वचन यहाँ राख्न चाहन्छु, सबलाई आशीष भएको होस् भनी हामी छोटो प्रार्थना गरौँ है।